तपाईलाई एकदम दामी ब्याट्री लाइफ भएको फोन चाहिन्छ, एकचोटि चार्ज गरेपछि 2-3 दिन मजाले पुग्ने र एकदम बलियो फोन, खस्दा पनि नफुट्ने, पानीमा भिजे पनि केही नहुने, त्यस्तो फोन चाहिन्छ भने चाहिँ तपाईँको लागि बेस्ट अप्सन हुन्छ अनरको भर्खर नेपालमा नयाँ आएको Honor X9D। किनकि यो फोनमा छ 8300 mAh को ठुलो ब्याट्री, जुन चाहिँ केही वर्ष अगाडिसम्म सोच्न नि सकिँदैन थियो यति पातलो र हलुका फोनमा पनि अट्न सक्छ भनेर ट्याब्लेटहरुमा मात्र आउँथ्यो। तर यो फोन चाहिँ Honor X9D मा आइसकेको छ र यो एकचोटि चार्ज गरेपछि 2-3 दिन मजाले पुग्छ र सकिहाल्यो भने पनि 66 वाट को फास्ट चार्जिङ छ र ड्युरेबिलिटीको लागि यो फोन ड्रप रेजिस्टेन्ट छ, 2.5 मिटरबाट खस्दा पनि केही हुँदैन भनेको छ। IP69K सम्मको वाटर एन्ड डस्ट रेजिस्टेन्स रेटिङ पनि छ। अब त्यति दुईटा तपाईलाई चाहिएको छ भने यो भन्दा बेटर अप्सन चाहिँ मिड रेन्ज फोन अहिले मार्केटमा छैन। तर अब यसको अरु कुराहरु हेर्यो भने चाहिँ अरु फिचर्सहरुमा चाहिँ परफर्मेन्सको लागि यसमा Snapdragon 6 Gen 4 चिपसेट छ, जुन चाहिँ अप्पर मिड रेन्ज डिभाइसको लागि बेस्ट चिपसेट चाहिँ हैन। 108 मेगापिक्सलको मेन क्यामेरा ठिकै छ, त्यस्तो राम्रो छैन र अल्ट्रा वाइड नि बेसिक 5 मेगापिक्सलको मात्र छ। सफ्टवेयर नि यसमा Android 15 मात्र हो, Android 16 को अपडेट आउन अझै टाइम लाग्छ यसमा। डिस्प्लेमा चाहिँ त्यस्तो कम्प्रोमाइज छैन, 6.8 इन्चको 1.5K AMOLED स्क्रिन हो। अब यसको प्राइस चाहिँ 55,000 बाट स्टार्टिङ छ नेपालमा 256 GB को लागि। यो फोनको डाइरेक्ट कम्पिटिटर हो Redmi Note 15 Pro Plus, जुन चाहिँ यो भन्दा 5000 महँगो छ। अब यो दुईटामा तपाईले चुज गर्नु पर्यो भने चाहिँ कुन चाहिँ फोन चुज गर्नुहुन्छ?